Now, 2, 1, cue Anissa. Good afternoon and welcome to the final match of the Group A. म योपेश प्रधान 46 भएमा म चाहिँ स्पोर्ट्स इभेन्टहरू लाइभ डिरेक्सन गर्छु यो फिल्डमा चाहिँ 25 इयर्स अफ एक्सपिरियन्स पहिला म कान्तिपुर टिभीमा एज अ क्यामराम्यान जोइन गरेको थिएँ त्यहाँ चाहिँ युएस गएँ फर्केर आएर चाहिँ एपी1 टेलिभिजन जोइन गरेपछि चाहिँ डिरेक्सन पार्ट चाहिँ त्यहाँबाट स्टार्ट गरेँ सानो बेलामादेखि नै टोलमा एउटा दाइ हुनुहुन्थ्यो रायस्वरा माते भन्ने दाइ उहाँको चाहिँ त्यो ट्राइम्प भन्ने बाइक थियो कि हाम्रो बच्चा बेलामा साथीहरूको गफ हुन्छ नि बुझिस् ट्राइम्प भनेको त खतरा बाइक हो यो त बेलायतमा बनेको बाइक हो यो त वान पिस यो रायस्वर दाइसँग मात्रै छ त्यति बेलादेखि ट्राइम्प भन्ने बाइकको नाम चाहिँ थाहा क्या हामीलाई ल नेपालमा पनि आउनु रहेछ भन्ने खालको भयो अनि नाडामा गएर बुकिङ गर्छु भनेर सोचिरहेको थिएँ दाइ एउटा बाइक त छ तर कालो कलरमा मात्रै छ कालो कलरै मन पर्यो आफूलाई होइन ल हुन्छ म आउँछु अहिले म त्यसपछि दिउँसै आउँछु भनेर भने मसँग स्कुटर थियो अब स्कुटर त बेच्नु पर्यो घरमा बुढीलाई पनि नभनिकन स्कुटर बेच्दैछु किनभने भन्यो भने कन्फर्म बेच्न दिँदैन बाइक साइक बिहान टिलिक टल्काए एउटा साथीको दाइले लिन्छु भनेको थियो उसले क्यास पैसा दिएर बाँकी पैसा नपुगेको थपेर अनि लिएर सिधै गएर चढेर घर फर्किँदाखेरि बुढी दङ्ग के गरे यस्तो भने अब म गाडी चढ्दिनँ गाडी चाहिँ चला बच्चादेखिको त्यो ट्राइम्प भने अङ्कल एउटा हुनुहुन्थ्यो उहाँको काइनेटिक बाइक थियो कि मैले बाइक चलाउनु थालेको अलमोस्ट 9 इयर्स हुँदाखेरि मैले चलाएँ क्या मान्छेले बाटोबाट फर्केर हेरेर जान्थ्यो कि यत्रो बच्चाले बाइक चलाएको भनेर अनि अङ्कल के गरेर हुनुहुन्छ भने यसो हेऱ्यो 10-15 मिनट आउनुहुन्न अब निस्किनुहुन्न भन्ने टाइपको त्यो क्यालकुलेसन गरेर चाबी चोरेर अनि त्यो टोलमा ओमालको टोलमा घुमायो डबल स्ट्यान्ड हाल्ने बाटोमा हिँड्ने मान्छेलाई दाइ एकचोटि डबल तान्दिनु न भन्नुपर्ने थियो कि ब्रोडकास्टिङ भने चाहिँ एउटा डाइरेक्टरको भ्यू हो जस्तो लाग्छ कि जस्तै उसको डाइरेक्सनमा के देखिरहेछ कुन क्यामेरा काट्ने कहाँनिरको क्यामेरा काट्ने कति बेला रिप्ले देखाउने कमेन्टेटरसँग टिभी अम्पायरसँग सबैको जिम्मा हो क्या आफ्नो अब मैले 1 नम्बर काट्यो 1 नम्बर क्यामेरा जान्यो 2 नम्बर काट्यो 2 नम्बर क्यामेरा जान्यो नि त ल गोल हानिसकेपछि कसलाई देखाउने त भने गोल हान्ने मान्छेलाई देखाउनु पर्यो गोल हान्ने मान्छेको रियाक्सन लियो त्यसपछि स्विच टु किपर फेरि किपरको रियाक्सन चाहियो डाइरेक्टरको भ्यू हो कि त सबै मेमोरेबल गेम भने चाहिँ नेपाल र युएईको म्याच पानी पर्थ्यो कि अलमोस्ट 4 आवर्स त्यो होल स्ट्यान्डमा मान्छेहरू उभिएर के बस्यो भने त माटो लाग्छ त्यति बेला त यो अहिले प्यारापिट थिएन होल 4 घन्टा कहीँ पनि नहल्लिकन मान्छेहरू चाहिँ बसिरहेको थियो क्या गेम स्टार्ट हुने आशमा त्यो कुर्सीमा बसिसकेपछि चाहिँ म अर्कै मान्छे बन्छु जस्तो लाग्छ कि अब म विदेश गएर फर्काए मान्छे होइन यही नेपालमै गर्छु भनेर अब युएसबाट फर्काए हो गर्यो भने हुन्छ नि किन नहुनु सम्भव छ नि प्यासन हुनु पर्यो कामलाई काम होइन कि लाइक इन्जोय गर्नु पर्यो कि मलाई त मजा लाग्छ भने साँच्चै म काम गएको जस्तो लाग्दैन द मेन थिङ इज द सेटिस्फ्याक्सन गेटमा बसिँदाहरूदेखि लिएर सबजना चिन्ने भइसक्यो कहिलेकाहीँ अब गाडीमै जाँदाखेरि पनि दाइले बाइक ल्याउनु भएन भनेर सोध्दैन क्या दाइको टाइम ल्याउनु भएन भनेर सोध्नुहुन्छ क्या ए मैले चाहिँ खतरा बाइक चढिरहेको छु जस्तो फिल चाहिँ हुन्छ म त्यस्तो त्यो लङ राइड जाने टाइपको मान्छे चाहिँ होइन होइन काठमाडौँ भ्यालीमा चाहिँ नगरकोट अब धुलीखेल होइन यस्तै त हामी अब त्यो न्यु रोडमा अहिले पनि साथीहरू एभ्री स्याटरडे जस्तो हामी भेट्छौँ कहिले गाडीमा कहिले बाइकमा चाहिँ गइरहेको हुन्छौँ फर्स्ट राइड त्यो जुन हाम्रो बन्दीपुरमा राइड भन्ने चिज चाहिँ कहिले गएको थिएन होइन अर्को सञ्जय भन्ने साथी थियो जाउँ साथी जाउँ रमाइलो हुन्छ जाउँ भन्दै ल जाउँ जाने भए जाउँ भनेर अनि त्यहाँ गएर फर्मसम भरेर गयौँ यस्तो मजाले साथीहरू बन्यो क्या त्यहाँ बन्दीपुरको राइडमा पनि तपाईँले जुन कल्चरल प्रोग्राम अर्गनाइज गर्नुभएको थियो त्यहाँ नाचेर हुन्छ नि त्यो सुर्ती मार्दै गयो जोबना भन्ने टाइपको नाचेर गाएर नर्मल बाइक होइन यो चाहिँ अलिकति डिफ्रेन्ट बाइक हो चलाउँदाखेरि पनि रमाइलो आउँछ बुढीलाई पछाडि राखेर हेलमेट सेलमेट लगाएर जाँदाखेरि पनि इन्डियन रिल्सहरू हुन्छ नि घुम्ने निकल जाए करो चाय पिया करो टाइपको एकदम इन्सपायरिङ लाग्छ क्या त्यो हुन्छ नि यही त हो अब टाइम होइन अब अलमोस्ट 50 हुनु लागिसक्यो नेपाल त बेस्ट हो नि यार स्कुल मुस्ताङ अस्ति गाडीमा गयो म बाइकमा गएन गाडीमा गयो होइन ओहो बाइकमा राइडमा आएको भए त मजा आउने रहेछ भन्ने टाइपको चाहिँ भएको थियो क्या त्यो फिलिङ चाहिँ पहिला गर्न नपाएको चिजहरू त अब अहिले गर्ने त हो होइन पहिला धेरै पैसा हुँदैन थियो होला हामीसँग अब अहिले पैसै अब त्यस्तो धेरै त होइन त्यो आफूले चाहेको चिज चाहिँ पुरा गर्नुपर्छ जस्तो लाग्छ मैले इभन छोरालाई पनि भने अब त्यो क्लास 8मा पढिरहेको छ अहिले अब 2 वर्ष त एसई दिए त्यसपछि त्यही चला उदङ्ग छ ट्राइम्पको 900को त्यो स्क्याम्बलर त्यस्तो आँखा लागिरहेको छ क्या खास भने अब अनि अघि बाइक लिन जाँदाखेरि पनि अर्को मान्छे मेरो बाइकमा चढेर हेरिरहेको थियो क्या होइन म हेलमेट सेलमेट लाएर कुरेर बसेँ एकछिन चलोस् हेरोस् भनेर छोडिदिएँ एकछिन होइन एकपटक चाहिँ एउटा बुढो मान्छेले भाइ कुन बाइक हो भनेर सोधेँ क्या रोकिरहेको थिएँ म यसरी रोएँ भाइ कुन बाइक हो अनि मैले ट्राइम्प भने ए यो त हाम्रो के भन्छ बेलायतको बाइक होइन भन्ने टाइपको त्यस्तो कुरा गर्दाखेरि चाहिँ रमाइलो लाग्छ वेन आई राइड माई मोटरसाइकल आई फिल लाइक आई एम द किङ अन द रोड